हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरु आजको मेरो नयाँ भिडियोमा। र आजको भिडियो चाहिँ पेश गरेर दुर्गा प्रसाईको बारेमा हुनेवाला छ। किन भन्नु पर्दा साथीहरु, दुर्गा प्रसाईले चाहिँ एकदमै ठुलो आन्दोलन गरेका थिए र त्यो आन्दोलन पछाडी चाहिँ दुर्गा प्रसाईको चाहिँ एकदमै मन टुटेको र एकदमै रिसाको अवस्थामा देख्न सकिन्छ। तपाईहरु भिडियो हेर्न सक्नुहुन्छ। आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गरेर गर्छु, गोठालाहरूसँग गएर म सडकमा गएर नाटक देखाउँदिन। यो कुरा सबैजनालाई हिकार होस्, क्लियर होस्, क्लियर होस्। म कसैको गोठालो होइन। र साथीहरु, यो भिडियोमा चाहिँ दुर्गा प्रसाईले भनेका छन् कि अब मैले चाहिँ राजा ल्याउनु पर्यो भने चाहिँ राजासँगै मिलेर आन्दोलन गर्छु, यहाँनिरको जुन गोठालाहरूसँग चाहिँ म आन्दोलनै गर्दिनँ भनेर चाहिँ एकदमै हुन्छ नि एकदमै क्रोधित भएर चाहिँ भनेका छन्। र साथीहरु, यो किन क्रोधित भएर कस्तो कारणले चाहिँ एकदमै उनको मन टुटेको छ भन्ने कुरो चाहिँ म तपाईहरुलाई भन्न गइरहेको छु। किन भन्नु पर्दा साथीहरु, फागुन 25 गते चाहिँ ठुलै आन्दोलन भएको थियो राजा ल्याउनको लागि। र साथीहरु, त्यो आन्दोलनमा चाहिँ एकदमै हुन्छ नि उपत्यका नै एकदमै फोहोर भएको थियो, बाटोघाटो पनि एकदमै फोहोर भएको थियो। त्यो अवस्थामा चाहिँ त्यहाँनिरको ज्ञानेन्द्र साईले चाहिँ 1 लाख रुपैयाँ तिर्नु परेको थियो। यो अरूले पनि सिकुन् भन्ने हो कि एकदमै ल त्यो कारबाही गर्दै गरेको कुरा चाहिँ सबैलाई थाहा नै छ, कहीँ लुकेकै छैन। राजाको स्वागतको लागि सिङ्गो नेपाल हिजो खनिएको थियो। काठमाडौँ उपत्यकाभित्र कोही पनि बसेको थिएन, केही सीमित दलाली तन्त्रका मान्छे बाहेक अरू सबै त्यहाँ उपस्थित देखिन्थे। फोहोरभन्दा पनि अब खाएको पानीको बोतलहरू फाल्यो होला, अब हिँड्दाखेरि त्यत्रो कराउनु लाखौँको भिडभाडमा कहीँ कतै बोट बिरुवाहरू कुचियो होलान्। अनि महानगरपालिकाले यो यस्तो भयो भनेर जुन विज्ञप्ति दिइसकेपछि हामीले यसलाई सहर त स्वीकार्नुपर्छ। हामीले अवस्थामा चाहिँ हुन्छ नि जुन त्यो ठुलो आन्दोलन गर्ने समूहका पार्टीहरूले मात्रै आन्दोलन गरेको, दुर्गा प्रसाईले चाहिँ गरेको होइन भन्ने चाहिँ कुरा त्यहाँनिर झल्किन्छ। र त्यही कारणले चाहिँ दुर्गा प्रसाई चाहिँ एकदमै रिसाएर चाहिँ एकदमै क्रोधित भएका छन्। र साथीहरु, दुर्गा प्रसाईले चाहिँ भनिसकेका छन् कि अब म आन्दोलन गर्नको लागि चाहिँ बाटोमै आउँदिन, सडकमा हिँड्दिन बौला जस्तो गरेर। अब म आन्दोलन गरेँ भने चाहिँ सिधै राजासँग मिलेर गर्छु। मैले भनेको देश र जनताको लागि लडेको, कुनै पार्टीको लागि लडेको होइन भनेर चाहिँ दुर्गा प्रसाईले चाहिँ व्यक्त गर्न खोजिरहेका छन्। र साथीहरु, यो गर्नु चाहिँ एकदमै गलत हो। किन भन्नु पर्दाखेरि पार्टीहरूले चाहिँ हुन्छ नि एउटा दुर्गा प्रसाईको श्रेय चाहिँ उनले चाहिँ लिन खोजेका छन्, एकलौटी भएर लिन खोजेका छन्। यो चाहिँ एकदमै कदापि नराम्रो हो जस्तो लाग्छ। र साथीहरु, दुर्गा प्रसाईकै कारणले गर्दाखेरि चाहिँ त्यहाँनिरको जुन यो नेपाली जनताहरू चाहिँ उर्लेर आएका थिए, कुनै पनि पार्टीलाई सहयोग गर्नका लागि चाहिँ पार्टीहरूको लागि चाहिँ त्यहाँनिरको भिड चाहिँ गठन भएको थिएन। दुर्गा प्रसाईको लागि चाहिँ त्यो भिड चाहिँ गठन भएको थियो जस्तो लाग्छ। तपाईहरुलाई के लाग्छ तर तपाईहरु कमेन्ट गर्न सक्नुहुन्छ। र फेरि साथीहरु, आगामी दिनमा फेरि नयाँ भिडियोहरू लिएर आउने छु। त्यतिखेरको लागि जय नेपाल।